नमस्कार। हामीले कहिल्यै सोचेका छौं हामी किन पृथ्वीमा अडिएर बसेका छौं वा चन्द्रमा किन आकाशबाट खस्दैन? आज हामी त्यही अदृश्य शक्तिबारे कुरा गर्दैछौं जसले यो पूरै ब्रह्माण्डलाई एउटै धागोमा बाँधेर राखेको छ। सर आइज्याक न्युटनको गुरुत्वाकर्षणको सार्वभौमिक नियम। ग्रहहरू सूर्यको वरिपरि किन घुम्छन्? या रुखबाट खसेको स्याउ जहिले पनि सिधै तलतिर नै किन झर्छ? यी सबै प्रश्नहरूको जवाफ एउटै शक्तिशाली नियममा लुकेको छ। आउनुहोस् त्यो रहस्यको पर्दा खोलौं। आजको हाम्रो यो चर्चाको लागि हामी यो स्रोत कागजातमा उल्लेख गरिएका सिद्धान्तहरूलाई आधार बनाउँदैछौं। यसमा भएका गहिरा कुराहरूलाई एकदमै सरल तरिकाले बुझ्ने कोसिस गर्नेछौं। हामी एक यस्तो नियमको कुरा गर्दैछौं जसले ब्रह्माण्ड कसरी चल्छ भनेर बताउँछ। यो कुनै सामान्य नियम होइन, यो त महान वैज्ञानिक सर आइज्याक न्युटनले पत्ता लगाएको त्यो नियम हो जसले ब्रह्माण्डलाई हेर्ने हाम्रो दृष्टिकोणलाई नै सधैँको लागि बदलिदियो। यो क्रान्तिकारी विचार आजभन्दा 3 शताब्दीभन्दा पनि अगाडि सन् 1687 मा आएको थियो। सोच्नुहोस् त, एउटा विचार कति शक्तिशाली हुन सक्छ जसले आजसम्म पनि हाम्रो विज्ञान र प्रविधिलाई दिशानिर्देश गरिरहेको छ। हो, यो परिभाषा एकै पटकमा सुन्दा अलि गाह्रो लाग्न सक्छ, तर चिन्ता लिनु पर्दैन। हामी यसलाई टुक्रा टुक्रा पारेर एकदमै सजिलो बनाउनेछौं। ल, अब यसलाई गहिराईमा गएर हेरौँ है त। सबैभन्दा पहिले यो नियमको सबैभन्दा आधारभूत पहिलो भागलाई हेरौं। यसले ब्रह्माण्डको हरेक वस्तुको एक आपसको सम्बन्धलाई देखाउँछ। यसको सरल अर्थ के हो भने पिण्ड भएको हरेक चिजले अर्को पिण्ड भएको चिजलाई आफूतिर तान्छ। चाहे त्यो धुलोको सानो कण होस् वा विशाल तारा, हामी बसेको यो पृथ्वी अनि हामी आफै पनि सबैले एकअर्कालाई तानिरहेका छौं। अब दोस्रो भागमा जाउँ, जहाँ पिण्डले मतलब मासले यो आकर्षणको शक्तिलाई कसरी असर गर्छ भन्ने कुरा बुझिन्छ। समानुपातिकको अर्थ हो जब एउटा कुरा बढ्छ अर्को कुरा पनि बढ्छ। अर्थात् वस्तुहरूको पिण्ड जति धेरै हुन्छ तिनीहरू बीचको गुरुत्वाकर्षण बल पनि त्यति नै बलियो हुन्छ। सूर्यको पिण्ड यति धेरै छ त्यसैले त उसले पृथ्वीलाई सजिलै आफ्नो कक्षमा घुमाउन सकेको हो नि। अब नियमको अन्तिम र सायद सबैभन्दा महत्त्वपूर्ण भागमा आइपुग्यौं, दूरीको प्रभाव। यो साँच्चै रोचक छ। व्युत्क्रमानुपातिकको अर्थ हो ठ्याक्कै उल्टो। अर्थात् दुई वस्तुहरू बीचको दूरी बढ्दै जाँदा तिनीहरू बीचको गुरुत्वाकर्षण बल एकदमै छिटो घट्दै जान्छ। र रमाइलो कुरा के छ भने यदि दूरी दोब्बर भयो भने आकर्षणको बल 4 गुणाले कम हुन्छ। ल हेर्नुहोस् त, यो स्लाइडले दुईवटै नियमलाई सँगै देखाउँछ। याद गरौँ है, पिण्ड बढ्दा बल बढ्छ, तर यसको ठिक उल्टो दूरी बढ्दा बल घट्छ। यी दुई विपरीत शक्तिहरूले नै गुरुत्वाकर्षणलाई सन्तुलनमा राखेर यो ब्रह्माण्डलाई व्यवस्थित बनाएका छन्। अहिलेसम्म हामीले नियमका टुक्राहरूलाई छुट्टा-छुट्टै हेर्यौं। अब यी सबै टुक्राहरूलाई जोडेर गुरुत्वाकर्षणको पूरा र भव्य चित्र बनाउने बेला भयो। यी 3वटा मुख्य कुराहरूलाई फेरि एकपटक हेरौं। पहिलो, सबैले सबैलाई तान्छन्। दोस्रो, जति ठूलो त्यति बलियो तान्छन्। र तेस्रो, जति टाढा त्यति कमजोर तान्छन्। कति सरल र सुन्दर तर्क होइन त? अब जब हामी यो परिभाषा फेरि पढ्छौं, यो पहिलेको जस्तो जटिल लाग्दैन होला, होइन त? महत्त्वपूर्ण कुरा के हो भने यी 3वटा सरल विचारहरू मिलेर एउटा सुन्दर र शक्तिशाली नियम बन्छ जसले हाम्रो पुरै ब्रह्माण्डलाई चलाइरहेको छ। र अन्त्यमा एउटा प्रश्न छोडेर जाँदैछु। यदि हरेक वस्तुले अर्को वस्तुलाई आफूतिर तानिरहेको छ भने किन यो सम्पूर्ण ब्रह्माण्ड खुम्चिएर एउटै बिन्दुमा मिल्दैन त? हो, यही प्रश्नले हामीलाई ब्रह्माण्डका अरू धेरै गहिरा रहस्यहरू खोज्न प्रेरित गर्छ।